हेलो र आज चाहिँ हामी यहाँनिर आइरहेको छौँ। राइडर हाम्रो बहिनीले चाहिँ आज स्कुटी कुदाउने अरे होइन। कति महिना भएको थियो है, घर आएको टाइममा चाहिँ कुदाइहाल्छ है। मलाई चाहिँ अब पछि राख्नु आँटेको छ गाइस। यस्तो दामी दिन भइरहेको छ हो। हामी चाहिँ फोरवे आइपुग्न देख्छौँ है। हामी चाहिँ बक्स कटिङ मात्रै भनेर आएको थियौँ, फोरवे आइसक्यो। हाम्रो चाहिँ घुम्ने जग्गा मात्रै छ त्यो फोरवे। अहिले बहिनीले कति नयाँ बनाएको छ फोरवे है, कस्तो दामी बनाएको छ देखेकै छैन। हेर्नु सक्नुहुन्छ कञ्चनजङ्घा पनि देख्छ यहाँबाट चाहिँ। कुदाउनुहुन्छ आज त खतरा राइडर भयो हाम्रो बहिनी चाहिँ है। बहिनी यहाँ साथी यो जाडो महिना अब जाँदा चाहिँ म कुदाउँछु यो पन्जाहरू लाउनु जस्तो छैन। है गाइस, अब चाहिँ हामी यहाँबाट जानु आँटेको होइन। अन्त म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ दिदीलाई धन्यवाद होइन, यहाँसम्म धन्यवाद तपाईँलाई आजको दिनमा मलाई यहाँसम्म ल्याइदिनु भएकोमा होइन। त्यस्तो मनबाटै धन्यवाद चाहिँ होइन, अब करले पनि होइन रडले पनि होइन भनेको अब होइन। अब म घरिघरि आउँदिनँ घर होइन। यहाँ चाहिँ मेबी अप्रिलसम्मको लास्ट राइड हो होइन। त्यहाँदेखि आएर के कस्तो हुन्छ थाहा छैन त्यसको। त्यही भएर चाहिँ अब चाहिँ हामी घर जान आँटेको। त्यही भएर धन्यवाद भन्दै अब घर जाँदा पनि मै कुदाउँछु होइन। अन्त हेर्नुहुन्छ सक्नुहुन्छ मेरो आँखा चाहिँ कस्तो दामी छ गाइस। ओके बाई बाई। अब जाँदाखेरि चाहिँ हामी चाहिँ हुन्छ जाँदाखेरि चाहिँ मेरो दिदीले दामी भिडियो बनाइदिन्छ कुदाएको होइन। त्यो चाहिँ लास्ट भिडियो हुन्छ। अघि पनि आउँदा कुदाउँदाखेरिको भिडियो बनाइदिएकै छु, अब चाहिँ बनाउँदिनँ। बाई बाई गाइस, थ्याङ्क यू सो मच फर वाचिङ। भिडियो बनाउँछु अब चाहिँ दामी कुदाउँछु, म स्पिड कुदाउँछु अब चाहिँ बनाउँदिनँ। बाई बाई।